तपाईले सुन्नुभएकै होला नेपाल कृषि प्रधान देश हो भनेर। तर साँच्चै हो जस्तो लाग्छ? नेपालमा खेतीयोग्य जमिनको करिब 10,30,000 हेक्टर जमिन बाँझै छ। सरकारी तथ्याङ्क अनुसार नेपालको कुल खेती गर्न योग्य जमिन 41,21,000 हेक्टर छ, जसमध्ये 30,91,000 हेक्टरमा मात्र खेती गरिन्छ। आर्थिक वर्ष 2079-80 को प्रतिवेदन अनुसार 60.4% मानिसहरू कृषिमा संलग्न छन् र जीडीपीमा लगभग 24% योगदान छ। तर वर्षेनी कृषि उत्पादन घट्दै गइरहेको छ। यसको मुख्य कारण हो कृषिमा आधुनिकीकरणको कमी। नेपालमा जे पनि अधिकांश ठाउँमा पुरानै तरिकाले कृषि गरिन्छ र लागत र मेहनत धेरै लाग्ने तर उत्पादन भने कम हुने भएकाले मानिसहरू खेत बाँझी राखेर विदेशी नै गरेका छन्, जुन कुरा ठिकै पनि हो। किनभने हाम्रा बुवाबाजेहरूलाई अरू केही चाहिएको थिएन, बस 2 छाक खान पुग्ने खाद्यान्न फल्यो भने त्यसमै आनन्दले बस्थे। तर आजको जमानामा खानाले मात्र पुग्दैन, मानिसहरू लग्जरी लाइफ जिउन चाहन्छन्। त्यसको लागि पैसा कमाउनु पर्यो, पैसा कमाउन देशमा काम छैन र विदेश जानु पर्यो। विदेश जाँदा खेत बाँझो नै रहन्छ। त्यसकारण हामी एउटा यस्तो दुष्चक्रमा फसेका छौं जहाँबाट उम्किन सरकार र जनताले सँगै एउटा प्रष्ट दूरदृष्टि योजना बनाएर अघि बढ्नुपर्ने हुन्छ। तर यो त्यति सम्भव जस्तो छैन। तपाईको विचार कमेन्टमा लेख्नुहोस् र यस्तै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।